guys, good evening, welcome to a new vlog. क्या है तुम्हारे? ये तो भाई ले अपनी बार में ले आया तो भालीस लो खाई से भाई नहीं था हमें गई थी कष्ट मित्र हो आखे हो वो तो जिधर भर ले लोग टाइम तोला बोलता मजा आया जिन जोरों कुंड तो खाया हो मुन्ने और कुन्ने गाय जो खाया बेटा मिला तो खाया बेटा मिला खाई शुक्र गाय गाय सनसेट होना अलिक टाइम था 10 मिनट जति आलु तपाईहरुलाई सनसेट देखाउला ल सन अहिले उ त्यहाँ छ उ त्यहाँ अहिले त सन अहिले त्यहाँ नि त्यो सनलाई अलि अहिले तल जान्छ तर गाइस सन कति सानो भयो सन तल जान्छ ठुलो देखाल गाइस टट्टी किन्न त हैन गाइस यहाँ त ऐनामा धनिया सिसन बनिया खान्छे पेन्टु यो चाहिँ आका गरेछौ कहिले गलाको हो रेन्ज हो दुईटा गले यसलाई उबाए आजलाई के बनाऊ ब्लग पनि खै हेरौ कसै दुईटा गरे चाक गरेको छ देखातै ब्लग गर्ने गाइस भाइ त गरे त अरु नै केही चल्ला भाइले कपडा लैजा ए गाइस लाइभ टेलिकास्ट हेर मिटबाट भिडियोबाट लाइभ टेलिकास्ट हेर अब के गर्ने हो र के त गाइस त्यो सूर्यको माथिको त गाइस के हो युएफओ गाइस यो को के हो यो गाइस के हो थाहा मलाई के थाहा गाइस मम्मी यहाँ हेर्छु त यहाँ सूर्यको माथि के आयो मोबाइलमा हेर्छु न सूर्यको माथि के आयो गाइस के हो के लाइभ टेलिकास्ट हेरे गाइस अब सनसेट भइसकेको छ तरै जान्छ हो जा टिंग 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 मंतर अब हेर्नुहोस् है गाइस सनसेट भइसकेको छ अहिले देखाउँछु गाइस म कहाँ गएको थिएँ म छ तपाईँहरूलाई देखाइदिन्छु है म ऊ त्यो डाँडामा गएको थिएँ तपाईँलाई म जुम गरेर देखाइदिन्छु जुम न ऊ यो डाँडाको अलिकति तल गएको थिएँ फेरि ऊ यो यता होइन क्या यो डाँडा हेरे ऊ त्यो ठुलो डाँडा छ त त्यो डाँडाको अलिकति अगाडि गएको थियौँ गाइस यो डाँडा र त्यो कुमकोट गएको थियो क्या उहिले त्यो थाहा लाग्यो कुमकोट भन्ने त सिस्ने गाउँपालिका वडा नम्बर 6 छिप्रीदह गएको थिएँ म छिप्रीदह गएको थिएँ गाइज कोसँग ड्रोन छ म त्यो मान्छेलाई देखाउँछु है ऊ त्यो मान्छेसँग ड्रोन छ ऊ यो मान्छेसँग ड्रोन छ है गाइज यो मान्छेसँग ड्रोन छ 3000 को गाइको ओए वो क्या देखाउनु पर्दा आयो कपडा छोड्दा लाउनु लाग्छ क्या त्यो ड्रोन छ कि गाइजले मैले देखाएको थिएँ त्यो 10 के त्यसको नाम बिर्सेँ म भने कमेन्टमा गेस गर 6वटा लेटरको छ त्यो कुनै कोहीले सुनेको होला त त्यो नि
कहाँको हो भने कस्तो नाम नहेर तल कस्तो नाम के लाग्यो यार वाप्प पेट परे प्रेग्नेन्ट भए जस्तो हेर्नु त गाइस प्रेग्नेन्ट भयो कसरी यो माथि लानुको लागि यार यस्तो गर्नु लाउने त यस्तो गर्नु दिसो त यस्तो 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 गर्नु लागि यस्तो लगाइदिएर यस्तै गर्नुको लागि दिन्छ बट यस्तो गर्न गाइज रोके गाइजलाई देखाउने होइन हाम्रो गाइज हेलो गाइज भन यार जाम जाम गाइज खाना पकाउनु मेरो घडी मम्मा खोइ त ल्या कि नै ल्याइसियो गम जाम तल गाइज आज त अम्मा खाए टाइटल तेल अम्मा खाए गाइज ड्रोन भयो मान्छे ड्रोन लिन आउन उगाइ त ड्रोन चाहिँ गयो त साइकल बोकिन अरूको साइकल त्यसको चाहिएको साइकल त्यसको नाम म रिभिल त गर्न सक्दिनँ त्यसको नामको फर्स्ट लेटर भन्न सक्छु यालबाट आउँछ यानबाट सकिन्छ याल इज फर्स्ट लेटर एन इज लास्ट र गाइज ड्रोन नयाँ मान्छे हो साइकल चलाइन आइरह यो साइकलको हकदार त आएन त बड्डा साइकलवाला म तेल हाले त्यही माथि त्यो पेट्रोल पम्प मलाई कता स्लिप को बाबा अफिसको को स्लिप त्यो एउटा बिल जस्तो हुन्छ त्यही जिल्लासम्म नयाँ लेखाएको थियो मेरा लुगाउन पहिला 3 वर्षका लुगाउन यतिकै ट्राई गरे होइन जाम भएर ब्लग बनाउनु गाइज हेरेर के लेखा उताएर गाइज बच्चा गाइज बच्चा छ यता गोरो टन्क्या खाने यो आँखा त कि पुरै टन्क्या खा जाम गाइज रिप्लाई आएको हाम्रो कुकुरको नाम हो है हाम्रो त कुकुर नि हो हाम्रो our dog name is Rebel Rabbit Daisy Shara भन्छ हाम्रो कुकुरको नाम के हो भन्न के हो देवी डेजी शर्मा सबको नाम रिभिल गरिदियो अब अल म्यान नेम इज रिभिल अल भर्खरमा भन्दैन त्यो साइकलवाला ड्रोनवाला भन्थ्यो त्यसको नाम लक्ष्मण हो LXMAN उनीहरूको छ रुद्र देखाइदियो त भाइको नाम बालकृष्ण अनि त्यहाँको मम्मीको नाम त्यो के अनि त्यो मम्मीको नाम बिना दिदी बिना शर्मा त्यो भाइको नाम चन्द बालकृष्ण चन्द त्यसको बाबाको नाम तेरेन्द्र चन्द अनि त्यो अस्ति दादाको पर्फ्युम भन्ने आएको छ न मलाई त्यसको अनि फेरि दादाको पर्फ्युम भन्ने आएको छ त्यो दादाको नाम हेलेन दाल गाई तिम्रो बस्यो एउटा केटो ऊ त्यहीको भाइ हो रिप्लाई आयो
गाइस हेर्न उता त्यहाँनिर रुई रुई बसिरह त्यस निर्जल रुई रुई बसिरह त्यसको नाम रिल हेरौँ त गाइस देखिन्छ कि नै है हामीले चलाउँछ नि हालकोमा मोबाइल अड्दै अड्दैन त यार मोबाइलै अड्दैन